हेलो गाइज, वेलकम मेरो मिनी भ्लगमा। आज चाहिँ म खसीको मासु, फ्रेस खसीको मासु बनाउन लागिरहेको छु। तपाईहरु पनि बनाएर खानुहोस्। मैले यसरी बनाएको छु, तपाईहरुले पनि यसरी बनाउन सक्नुहुनेछ। सिम्पल तरिकाले हैन, धेरै अब मसलाहरु नहालिकन, धेरै पिरोहरु नहालिकन सिम्पल तरिकाले बनाउन सकिन्छ। यसरी बिदाको बेलामा साथीहरु यसरी बनाएर खानु होला। अनि मैले चाहिँ अब प्रेसर कुकरमा बसाउँछु, किनभने अब हड्डी हुन्छ नि त, अनि त्यो सिटी नलाइकन चाहिँ म सक्दिनँ के खान। अनि 6-7 सिटी लगाएपछि एकदम ठिक्क हुन्छ हैन, अब खान मिल्ने त हुन्छ। त्यही भएर साथीहरु मैले तेल हालेँ है, तेल हालेँ। अब मेथी हाल्छु। मेथी एकछिन तेलमा फुर्याउँछु मेथी। अनि मेरोमा चाहिँ आज तेल अलि सकिएको रहेछ, थोरै तेल हालेर पकाउँछु हैन। म त्यस्तै धेरै तेल पनि खान चाहिँ थोरै तेलमा पकाउँछु है, कस्तो हुन्छ साथीहरु। म खाएर पनि पछिसम्म देखाउँछु है। अनि यो तेजपत्ताहरु एकछिन फुर्याउँछु। अनि साथीहरु, तपाईहरु त कतिको के भन्छ रे मासु लभर हुनुहुन्छ साथीहरु। म चाहिँ एकदम मासु लभर है, किनभने म चाहिँ घरमै बनाएर पनि खान्छु, बाहिर गएर पनि खान्छु है। अनि बिदाको बेलामा चाहिँ म घरमै बनाएर खान्छु। अनि त्यस्तै छ साथीहरु, तपाईहरुलाई पनि यसरी घरमै बनाएर खान सक्नुहुन्छ सिम्पल तरिकाले हैन। मिठो हुन्छ नि आफूले घरमा बनाएको, धेरै मसलाहरु हालिदैन, सिम्पल तरिकाको। अब धेरै हामीले मसलाहरु खानु पनि हुँदैन। अनि बनाउँदै छु साथीहरु, हेर्नु होला तलसम्म। अब तेल त मज्जाले खारेर मासु हाल्दा राम्रो हो। अनि त्यही भएर मैले मज्जाले तेल खारिन, अलिकति त्यो मेथी चाहिँ अलिक कालो बनाएर हाल्छु। अनि मासु पनि कति राम्रो छ हैन, मासु धोएर मैले अघिदेखि राखेको थिएँ। अनि त्यही भएर म मासु लाउँदैछु साथीहरु प्रेसर कुकरमा। घरमै बनाएको खानेकुराहरू मलाई मनपर्छ। पहिला त म घरमा बनाएर खाँदिनँ थिएँ। अनि प्रायः जस्तो म होटलमै खान्थेँ, कामबाट फर्क्यो उतै खान्थेँ, अनि घरमा आउने सुत्ने त्यसो गर्थेँ। अनि अहिले चाहिँ यो बेबी भएदेखि चाहिँ घरमै बनाएर खान्छु कि। अब यो बच्चा लिएर बाहिर गएर खान पनि झ्याउ हुन्छ है बच्चासँग। अनि त्यही भएर घरमै बनाएर खान्छु। बिहान बेलुकै म चाहिँ घरमै खान्छु, कहिलेकाहीँ मात्रै हो यसो बाहिर खाने। प्रायः जस्तो म घरमै बनाएर खान्छु। अनि खसीको मासु चाहिँ म नेपालमा हुँदा त्यति खासै खाँदैन थियो। अब किनभने हाम्रो चाहिँ घरमा पहिला अब हाम्रो चाहिँ पहिला भन्दा अहिले पनि हाम्रो घरमा चाहिँ सुँगुर काट्छ। सुँगुर चाहिँ धेरै खाने हो, घरमै पाल्ने काट्ने खाने गर्छौँ। अनि खसी चाहिँ अब त्यस्तो खासै खाँदैन थियो, कहिलेकाहीँ हो, तर खसी खाँदैन थियो हामीले चाहिँ। अब दसैँ तिहार जेमा पनि हाम्रो त सुँगुर काट्छ नि त, अनि त्यही भएर सुँगुर काटेर खान्थ्यो। त्यही भएर अनि खसी चाहिँ कहिलेकाहीँ खाने हो। त्यही पनि अब यहाँ विदेश आएपछि त प्रायः जसो धेरै अब मेरो हस्बेन्डलाई चाहिँ अब खसीको मासु मनपर्छ। अनि त्यही भएर उसलाई चाहिँ खसीको मासु घरमै बनाएर म दिन्छु। अनि मेथी फुर्याएर त मासु हालेर अब मैले नुन बेसार लाउँदैछु साथीहरु। अब तपाईले यो हेर्न सक्नुहुनेछ है, घरमै पनि मिठो बनाएर खान सकिन्छ है साथीहरु। बाहिर गएर अब एकदम के भन्छ नि, धेरै मसलादार खानु भन्दा त सिम्पल तरिकाको आफ्नै घरमा होममेड है राम्रोसँग बनाएर खान सकिन्छ साथीहरु। पेट पनि दुख्दैन, पिरो पनि हुँदैन, ठिक्क आफूले अब आफूलाई कति मन पर्छ पिरो है, त्यही अनुसारले लाउन सकिन्छ। अब बाहिर कहिले नुन पिरो धेरै, कहिले नुन धेरै गरी के हुन्छ मलाई चित्त बुझ्दैन हो बाहिरको खानालाई। आजभोलि चाहिँ म त्यसले प्रायः अब म चाहिँ फ्रेस खानेकुरै खान्छु है। अनि अब यो धुएको मासु हो नि त, त्यही भएर तेल भन्दा नि यो पानी आइरहेको छ, एकछिनसम्म पानी आउँछ। अब नधुइकन पकाउन नहुने रहेछ क्या, अब अलिक फोहोरै हुने रहेछ क्या। खानेकुरालाई चाहिँ धुएर पखालेर पकाउँदा राम्रो हो। आफ्नो हेल्थ जस्तो ठुलो कुरा केही होइन नि साथीहरु। अनि त्यस पछाडि अब फेरि अब चलाउँदैछु मासु है। कस्तो राम्रो देखिएको छ, मस्त झोला पानी आइरहेछ हैन। यो पानी सुकेपछि अलि कति राम्रो हुन्छ है। अनि खानेकुराहरू बनाएको म त्यस्तो मलाई खासै खानेकुरा बनाउन त आउँदैन। त्यही पनि मैले अब आफूले जानेको
बनाएर अब म चाहिँ यसरी अपलोड गर्न थालेको छु है। अनि हेर्नु साथीहरू खसीको मासु वाउ क्या दामी भइरहेको छ हेर्नु त। अनि मेरो क्यामेरा चाहिँ अलि हलिरहेको क्या, यो मेरो स्ट्यान्ड अलि भाँचिन लागेको छ त्यही भएर। अनि साथीहरू तपाईँहरू कसरी बनाएर खानुहुन्छ? म त्यसरी बनाएर खान्छु है। अनि मैले त्यो पहिला नै लसुन अदुवा जिरा धनियाँहरू मैले पिसेर राखेको थिएँ। अनि त्यो चाहिँ म हालिदिएँ मासुमा। मलाई चाहिँ अब पहिला चाहिँ म खान्न थिएँ, अनि धेरै भएको थियो। मैले 1 वर्ष जति मैले यो लसुन अदुवा धनियाँ जिरा मसलाहरू म खाँदैन थिएँ। अनि बच्चा जन्मिसकेपछि मैले खान थालेँ। बच्चा जन्मेर पनि अब भर्खर 1-2 महिना भयो मैले खान थालेको मसलादार खानेकुराकोहरू। त्यस्तो धेरै पनि होइन, हल्का खान्छु। अनि साथीहरू मसला हालेर एकछिन म पकाउँछु। त्यसपछि अनि प्याज अनि टमाटर हालिदिन्छु। अनि अब प्याज पनि काटिराखेको थिएँ, प्याज पनि लगाइदिएँ। अनि एकछिन पछाडि टमाटर हालिदिने। अनि मिट मसला थोरै छ, त्यो अब अलरेडी बनाएको मसला हुन्छ नि, अनि त्यो पनि थोरै लगाइदिन्छु आज अब टेस्टको लागि। तर खान चाहिँ राम्रो हुँदैन है, धेरै मसला खाने चाहिँ राम्रो पनि होइन साथीहरू। म त्यो क्यान टमाटर चाहिँ अब के भन्छ अरे यो मासुहरूमा क्यान टमाटर नै हाल्छु। अब फ्रेस टमाटर अब कस्तो महँगो पनि छ भने फ्रेस टमाटर चाहिँ म चाहिँ अचार बनाउनलाई मात्रै युज गर्छु। प्रायः जस्तो चाहिँ म चाहिँ यो क्यान टमाटरमै अब तरकारीहरूमा मासुहरूमा चाहिँ म क्यान टमाटर नै युज गर्छु। तपाईँको महँगी पनि कति धेरै महँगी छ नि त फेरि। मिट मसला खाने हामीले चाहिँ त्यस्तो धेरै त खान्न। अब यत्रो ठुलो अब यो किनेर ल्यायो भने कति धेरै टाइम लाग्छ। हल्का मैले मासुमा आज चाहिँ अलिक धेरै हाल्दिएँ, नत्र म यो मसला त मैले हाल्दिनँ क्या अरू बेला त। अनि थोरै पानी हालेर एकछिन म चलाएर म छोपिदिन्छु। अनि त्यस्तै छ साथीहरू है। अब स्वादै जिब्रो खै के भने जस्तो होइन, खानेकुरा बनाउन नआए पनि बनाउन पर्ने तयारी गरिरहेको छु है साथीहरू। अनि टमाटर चाहिँ अब मैले काटेर यतापट्टि अचारको लागि राखिरहेको छु। काटेर मैले एकछिन पकाउँछु। अनि हेर्नुहोस् त साथीहरू क्या दामी भएको खसीको मासु। वाउ, तपाईँहरूलाई खान मन लाग्यो? खाने भए आउनु होला है मेरो घरमा। अनि प्याज टमाटर हालिदिएँ। धनियाँ चाहिँ थिएन, मैले धनियाँ ल्याएको थिएन, अनि त्यही भएर स्वादको लागि धनियाँ चाहिँ राम्रो हुन्थ्यो है, तर मैले धनियाँ ल्याएको थिएन। थोरै पानी हालेर म त्यो अब एकछिन छोपिदिन्छु। मसलाहरू हालेपछि मसला नि पाक्नुपर्छ नि त, अनि मसला पाक्नलाई एकछिन टाइम लाग्छ कि। अब मसला हाल्दा एकछिन छोपेर अनि ठ्याक्कै सिटी लगाइदिएर पनि राम्रो हुन्न कि। अब त्यो सिटी लगाइदिने बेला हुन लाग्यो है। मेरो यता टमाटर पनि पाक्दैछ, यता मासु पनि रातो भइसक्यो, पटपट भएर मसला हालेर एकदम फ्राई हुँदैछ, ग्रेभी टाइपको हुँदैछ। म त्यो आज दालहरू केही बनाएको छुइनँ। अनि यहीको रस हालेर अनि म चाहिँ छोपेर अनि बनाउँछु। वाह साथीहरू मैले हालिसकेँ, मैले खाना पनि सुरु गरिसकेँ। अब म टेस्ट गर्छु है साथीहरू कस्तो छ खानेकुराहरू। खसीको मासु र भात कस्तो छ साथीहरू? म खाँदैछु है साथीहरू। कस्तो छ भन्छु। मिठो छ है साथी, दामी छ। म आफूले बनाएको हो होइन, घरमै बनाएको। लास्ट मिठो भएछ है। मैले त अनएक्सपेक्टेड क्या, मैले सोचेको थिइनँ यति मिठो बनाउँछु भनेर। बनाउँदै जाँदाखेरि मिठो भयो। अनि म आफूलाई पनि मिठो, मेरो हस्बेन्डलाई पनि मिठो भयो। आज कसरी बनायो, एकदम मिठो बनायो भन्दै हुनुहुन्थ्यो। अनि त्यही भएर मैले खाँदैछु, एकदम मिठो भयो। मैले चाहिँ धेरै बनाएँ क्या, आज 1 केजी नै बनाएँ। अब आधी खाएँ, आधी चाहिँ भरेको लागि राख्छ। अब खान सक्दैन त, 2 जनाले कति खान्छ र? 1 केजी नै त खान सक्दैन त, 1 कुकर भातै बनाएको पनि। त्यही भएर साथी हो मिठो भयो है, एकदम दामी, एकदम मिठो भयो है। खसीको मासु घरमै बनाएर खान सक्नुहुन्छ तपाईँहरूले। मैले बनाएको यो के भन्छ होममेड मासु बनाएको यस्तै हेरेर तपाईँले पनि बनाउन सक्नुहुनेछ। सिम्पल तरिकाले केही लाग्दैन कि, बनाउन टाइम लाग्दैन। ठ्याक्क अब नर्मल तरिकाले बनायो भने खानको लागि नि मिठो, स्वाद पनि मिठो, अनि त्यस पछाडि तपाईँको स्वास्थ्यको लागि पनि राम्रो है। अनि मैले चाहिँ अब हामीले हिजो बेलुका स्पागेटी मात्रै खाथेँ नि त, खाना खाथेन। अनि कस्तो भोक लागिरहेको थियो, खाना धेरै हालेर म चाहिँ खान थालेँ है। अनि साथीहरू एकदम मिठो भयो होइन, तपाईँहरू पनि यसरी खान सक्नुहुनेछ है।
खसीको मासु चाहिँ बाहिर गएर चाहिँ मलाई खान मन लाग्दैन है। खसीको मासु त म आफूले घरमै आफूले धोएर आफूले फ्रेस बनाउन मलाई चाहिँ मनपर्छ है। मलाई बाहिर गएर खसीको मासु चाहिँ खान मन लाग्दैन। मलाई पोर्क चाहिँ अब बाहिर गएर यसो पोर्क सुकुटीहरू चाहिँ खान मन लाग्छ होइन। तर खसीको मासु चाहिँ बाहिर गएर मलाई चित्तै बुझ्दैन कि साथीहरू। आफ्नै घरमा आफ्नै हातले आफूले नै धोएर बनाउन मन लाग्छ है। अनि त्यही भएर साथी मिठो भयो। तपाईँहरूले यतिसम्म साथ दिएर हेर्नुभएकोमा धन्यवाद साथीहरू। लाइक कमेन्ट सेयर गरेर साथ दिने होला साथीहरू। फेरि अब आउने दिनहरूमा म यस्तै मिनी भ्लग चाहिँ यहीँ इन्ड गर्छु साथीहरू। अब धेरै टाइमको हुन्छ, त्यही भएर बाई बाई। खसीको मासु कसरी बनाउने भनेर सबै मैले योभन्दा भिडियो लामो छ, सबै राम्रोसँग हेर्नु होला। बाई बाई। लाइक सब्सक्राइब पनि गर्नु होला है। बाई बाई।